सेवा नमस्कार फेरि पनि शुभ बिहानी। अब प्रसङ्गतिर लागौँ। यो मेरो भिडियो अगाडि हेरिसक्नु भएको छ भने त्यही विषयलाई कन्टिन्यू दिँदैछु। अहिले नेपालमा निकै चलेको भनेको चाहिँ सस्तो अनि कम्पनीले सस्तो र नयाँ एप याङ्गो भन्दो रहेछ। याङ्गो प्रो चाहिँ राइडर्सहरूले युज गर्ने, अनि याङ्गो मात्रै भन्छ यो चाहिँ प्यासेन्जरहरूले युज गर्ने। याङ्गो प्रोमा चाहिँ ड्राइभरहरूले मात्रै युज गर्छ क्या यो चाहिँ। अनि यसमा चाहिँ बोनस सिस्टम दिएर चाहिँ निकै चलिरहेको छ। राइडर्सहरूले पनि धेरै चलाउने भने याङ्गो प्रो याङ्गो हो। अनि नयाँ भएर होला बोनस पनि दिइरहेको हुन्छ। अनि फेरि प्यासेन्जरलाई एकदम सस्तो। अरू एप्सहरू भनेको चलेको भनेको पठाओ हो। अहिले काठमाडौँमा नेपालमा भनौँ न छापै छोडेको भनेको पठाओ याङ्गो चलेर हुन्छ पठाओ भन्ने हुन्छ। म पनि एउटा पार्ट टाइम राइडर भए पनि म पठाउ पनि चलाउँछु। पठाउ चाहिँ फेरि एकदम कम्पनीमै गएर दर्ता गर्नुपर्ने हुन्छ क्या। फेरि इन्सुरेन्स सबै दर्ता गर्नुपर्ने हुन्छ। याङ्गोमा पनि अब विथिन 15 डेज भनेको छ, 15 दिनभित्रमा चाहिँ त्यहाँ पनि इन्सुरेन्स सिस्टम चाहिँ ल्याउने भन्ने सुनिएको छ। हेरौँ कतिको ल्याउँछ, म जानकारी दिँदै लाने नै छु। तर अहिले सस्तो र अहिले कति नयाँ युजर्सहरू बढ्दो भनेको चाहिँ याङ्गोमा रहेछ क्या फेरि। अनि त्यहाँको धेरै प्रब्लमहरू चाहिँ छ। नयाँ भएर होला, सिस्टम बनिसकेको छैन, प्रोग्रेसमै छ भन्ने सुनिन्छ। मैले बुझेअनुसार बुझ्दाखेरि चाहिँ होइन। नयाँ युजर्सहरू अब बढ्दछ, जसले पनि डाउनलोड गर्ने बुक गर्ने हिँड्ने। तर त्यति सजिलो चाहिँ छैन है फेरि यहाँ। अलि अब नेपालमा भौगोलिक अवस्था कस्तो ठाउँ कस्तो छ भने अलिकति उकालो ठाउँमा गएर ओह्रालो तल झऱ्यो भने चाहिँ त्यहाँ चाहिँ टावरै हराइ जाने, नेटवर्कै नआउने खालको ठाउँ हुन्छ। फोनको टावरै हराइ जाने ठाउँ पनि छ क्या यहाँ काठमाडौँभित्र पनि। मैले भोगेअनुसार मै आफै राइडर भएको नाताले चाहिँ। अनि अब प्यासेन्जरहरूले बुक गर्दाखेरि कतिको सबैको घर माथि डाँडा मात्रै छ भन्ने हुँदैन, तल पनि हुन्छ। अनि अब त्यस्तो ठाउँमा लोकेसन अब गुगलले धन्न पो धानिरहेछ भनौँ न। तर फेरि यो इनड्राइभ पठाउले चाहिँ कुन सिस्टम गरेको छ, ट्याकट्याकै आइपुग्छ भन्ने सबैजना प्यासेन्जरहरूको दुःखै छ। याङ्गोमा साह्रै दुःख दियो भन्ने हुन्छ। तर सस्तो दिएको छ। अब सस्तो भएपछि सबैको होइन, सस्तोतिर त ध्यान जाने हो, त्यस्तो छ क्या। यो विषयमा अब कन्टिन्यू गरौँला। अहिले 3 मिनटको भिडियो भइसकेको छ होइन। एकैचोटि 10 मिनटको पुग्ला, त्यो चाहिँ अब त्यति उयो हुँदैन, लाउँदाखेरि अप्ठ्यारो पनि हुने रहेछ। त्यही भएर अहिले यति नै टुङ्गाएँ। अरू भिडियोहरू पनि म भिडियो रेकर्ड गर्दै लाँदैछु। बिस्तारै बिस्तारै यसको एपिसोड आउनेछ। धन्यवाद है त।